जोरदार ताली। धन्यवाद। म गर्मी भएको हुनाले एकदम शुभकामना मात्रै व्यक्त गर्न चाहन्छु। 2 शब्द बोल्न दिनुभएकोमा धन्यवाद तपाईलाई। सबभन्दा पहिला त सबैलाई गुड मर्निङ डिएक्सन अल अफ यु। आज हामी अति हर्षित छौँ। हाम्रो सपना बिस्तार बिस्तार पुरा हुने क्रममा अगाडि बढिरहेको छ। हामी सबैको हामीले सोचेको आँटेको कुराहरू अगाडि बढ्दैछन्। यो सबै हामीहरूकै सहयोग, विशेष गरेर हाम्रा कन्ज्युमरहरू सबैको सहयोगले, उहाँहरू सबैको सहयोगले चाहिँ आज हामीले एउटा फ्याक्ट्री पाएका छौँ। यहाँ जहाँ हामीलाई आवश्यकताको वस्तुहरूको उत्पादन हुनेछ बिस्तार बिस्तार। अब समय र परिस्थिति अनुसार जुन जुन चिजको चाहिँ हामीलाई बढी डिमान्ड हुन्छ त्यो अनुसारको उत्पादन हुनेछौँ र यहीँबाट हामीले नेपालमा बनेका प्रोडक्टहरूलाई चाहिँ हामी कन्ज्युम गर्नेछौँ। यो हाम्रो अहोभाग्य हो। हाम्रो घरको चिजलाई नै हामीले प्रयोग गर्न पाइरहेका छौँ, बाहिरबाट ल्याउनु परेको छैन। नेपाली सरकारले पनि 50% नेपालमै नै उत्पादन हुनुपर्छ भन्ने जुन नियम कानुनहरू लगाइदिएको छ त्यसलाई विस्तारित गर्दै तपाईँहरू सबैको सहयोगले यो भइरहेको छ। र त्यसैले अब म यहाँहरूको मेहनतबाट यहाँसम्म सफल भएको छ भने तपाईँहरू जुन स्ट्याटसमा अहिले हुनुहुन्छ, अस्ति पनि मैले भनेको थिएँ त्यहाँ एउटा कार्यक्रममा, फेरि पनि अगाडि बढ्नुहोस् र अब आउने कार्यक्रमहरूमा तपाईँहरूको स्ट्याटस बढेको, एकदम उत्तर प्रगति गरेको तपाईँहरूलाई हौसला पनि मिलोस् र अब आउने कार्यक्रममा पनि तपाईँहरूलाई यसरी नै ठुला ठुला पदहरूमा सम्मानित गर्न पाऊँ र यहाँलाई त्यो पदमा पुग्नको लागि यहाँहरूको लागि चाहिँ हौसला मिलोस्। आज बुद्ध जयन्ती, बुद्ध भगवान्ले पनि यहाँहरू सबैलाई चाहिँ आशीर्वाद प्रदान गरून्। बुद्धको जन्मस्थलोमा आज हामी आएर यहाँबाट सुरु गर्न थालेको छौँ। यसले पक्कै पनि एउटा ठुलो एकदमै राम्रो एउटा ठुलो फ्याक्ट्रीको स्थापना यहाँ हुनेछ र हामीले आफ्नो देशमा मात्रै नभएर यहाँबाट बाहिर पनि सप्लाई गर्न सक्ने हाम्रो चाहिँ मनस्थिति तयारी होस् र त्यो किसिमको हौसला चाहिँ भगवान् बुद्धले पनि हामीलाई प्रदान गरून्। र आजकै महिनामा हाम्रो फ्याक्ट्री, हाम्रो नेपालमा हामीले, उहाँले भन्नुभयो आजको दिनमा म कति अहोभाग्य छु भन्नुभयो हाम्रो सरले, हाम्रो के अरे क्राउन एम्बेसडर सरले। त्यसरी नै आजकै महिनामा, दिन त मैले भनिनँ, आजकै महिनामा हामीले पनि नेपालमा यो डिएक्सनको चाहिँ प्रोडक्टहरूलाई चाहिँ लन्च गरेको दिन हो यही महिनामा। त्यसैले पक्कै पनि यो साह्रै नै एकदमै यो महिना त हाम्रो लागि शुभ रहेछ। यसरी शुभ हुँदै सबैको हितको लागि, सबैको स्वास्थ्यको लागि र सबैको उत्तर प्रगतिको लागि कामना गर्दै म चाहिँ आफ्नो 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद।